ल आज अलिकति गहिरेर कुरा गरौँ कृत्रिम बौद्धिकता मतलब आर्टिफिशियल इन्टेलिजेन्स एआई को बारेमा। हामी सबैले यो शब्द सुनेका छौँ, कतिले त दिनहुँ प्रयोग पनि गर्छौँ। तर यो वास्तवमा के हो र हामीलाई कहाँ लैजाँदैछ? जेम्स ब्यारेटको पुस्तक आवर फाइनल इन्भेन्सनले एउटा डराउँदो तर एकदमै महत्त्वपूर्ण प्रश्न सोध्छ कि हामीले बनाएको यो प्रविधिले अन्ततः हाम्रो मानवतालाई बलियो बनाउला कि हामीबाट खोसेर लैजाला? आज हामी यही प्रश्नको जवाफ खोज्ने कोसिस गर्नेछौँ। यो साँच्चै नै आजको सबैभन्दा ठूलो प्रश्न हो र यो कुनै भविष्यको विज्ञान कथाको कुरा मात्र रहेन। अब यसको जरा इतिहासमा छ, यसको हाँगाबिङ्गा वर्तमानमा फैलिएको छ र यसको फल भविष्यमा कस्तो हुन्छ भन्ने कुरा त्यो त आज हामीले लिने निर्णयहरूमा भर पर्छ। त्यसैले सुरुदेखि नै सुरु गरौँ हैन त? यो सोच्ने मसिनको सपना कहाँबाट आयो? हो, त्यहीबाटै सुरु गरौँ। सोच्ने मेसिनको आइडिया त निकै पुरानो हो, सायद अरस्तुको तर्कशास्त्रसम्मै पुग्छ होला। तर यसले वास्तविक रूप लिन थालेको त 20औं शताब्दीमा एलन ट्युरिङले सोधेको एउटा सरल तर गहिरो प्रश्नबाट हो। उनले सोधे के मेसिनले सोच्न सक्छ? उनले प्रस्ताव गरेको त्यो ट्युरिङ टेस्टले त एउटा तरङ्ग नै ल्याइदियो। एकदम, ट्युरिङले एउटा मानक नै बनाइदिए। तर एआई को औपचारिक जन्म चाहिँ सन् 1956 को डार्टमाउथ सम्मेलनलाई मानिन्छ। त्यहाँ जम्मा भएका वैज्ञानिकहरूमा यस्तो उत्साह थियो कि उनीहरूलाई लाग्थ्यो 1 दशकभित्रै हामीले मानिस जस्तै सोच्ने मेसिन बनाइसक्छौँ। लजिक थ्योरिज जस्ता सुरुवाती प्रोग्रामहरूले गणितका प्रमेयहरू आफै प्रमाणित गरेर देखाउँदा त सबै चकित परे। अनि त्यो एलाइजा भन्ने अर्को प्रोग्रामले त्यसले त मानिससँग मनोचिकित्सकले जस्तै कुरा गरेर सबैलाई भ्रममा पारिदियो। सुन्दा त सबै कुरा एकदमै सहज र छिटो भएको जस्तो लाग्छ। तर यात्रा त्यति सोझो त थिएन होला, हैन र? पटक्कै थिएन। खासमा त्यही अत्यधिक आत्मविश्वास नै त्यही नै समस्या बन्न पुग्यो। उनीहरूले मानवीय बौद्धिकताको जटिलतालाई निकै कम आँकेका थिए। जब वाचा गरिएका चमत्कारहरू भएनन् तब लगानी र उत्साह दुवैको खडेरी लाग्यो। अनुसन्धानकर्ताहरूले यसैलाई एआई विन्टर्स अर्थात् एआई को शिशिर भन्ने गर्छन्। त्यो समयमा यो क्षेत्र लगभग मर्दै थियो भन्दा नि हुन्छ। तर यो मरेन, बरु त्यो शिशिरले नै नयाँ पालुवा पलाउने वातावरण बनायो कि? तपाईले एकदम सही ठाउँमा औल्याउनु भयो। त्यो निराशाले नै अनुसन्धानकर्ताहरूलाई ठूला दार्शनिक प्रश्नहरूबाट हटाएर ससाना व्यावहारिक र साँघुरो समस्याहरूमा केन्द्रित हुन बाध्य बनायो र त्यहीँबाटै आधुनिक एआई को जग बस्यो। मलाई याद छ सन् 1997 मा जब आइबिएम को डीप ब्लूले चेस च्याम्पियन ग्यारी कास्परोभलाई हरायो। ए हो? त्यसबेला धेरैले यसलाई मानवताको हार भनेर चिन्ता गरेका थिए। तर आज फर्केर हेर्दा त्यो वास्तवमा एउटा नयाँ युगको सुरुवात थियो। र त्यसपछि त कम्प्युटिङ पावर बढ्यो, इन्टरनेटले गर्दा अथाह डेटा उपलब्ध भयो, अनि मसिन लर्निङको क्रान्ति नै आयो। आज हामीले फोनमा कुरा गर्ने सिरी वा एलेक्सा वा सडकमा घुड्ने सेल्फ ड्राइभिङ कार, यी सबै त्यही डार्टमाउथको सपना र एआई विन्टरको असफलताबाट सिकेको पाठको परिणाम हो नि। हो, र यसले हामीलाई एआई को दोहोरो चरित्रमा ल्याइ पुर्याउँछ। यो एउटा यस्तो प्रविधि हो, एकातिर वरदान तर अर्कोतिर अभिशाप पनि बन्न सक्छ। हो, अब यही दोहोरो चरित्रलाई अलि केलाएर हेरौँ न। यसका फाइदाहरू त स्पष्टै छन्। स्वास्थ्य सेवामा आइबिएमको वाटसन जस्ता प्रणालीले डाक्टरहरूलाई क्यान्सरको निदान गर्न र उत्तम उपचार खोज्न मद्दत गरिरहेका छन्। रेडियोलोजीमा त एआईले मानिसको आँखाले नदेख्ने साना साना ट्युमरहरू पनि पत्ता लगाउन थालिसक्यो रे। त्यो एउटा महत्त्वपूर्ण पक्ष हो। तर त्यही स्वास्थ्य सेवामा अर्को खतरा पनि लुकेको छ। एआईलाई तालिम दिने डाटामा यदि कुनै समुदायको प्रतिनिधित्व कम छ भने त्यसले त्यो समुदायका मानिसहरूको रोग सही तरिकाले निदान नगर्न सक्छ। योले स्वास्थ्य सेवामा भएको असमानतालाई झन बढाउन सक्छ। प्रविधि तटस्थ देखिन्छ हैन, तर त्यसलाई तालिम दिने डेटामा हाम्रो समाजको पूर्वाग्रह लुकेको हुन्छ।
यो त निकै गम्भीर कुरा हो। यस्तै पूर्वाग्रहको उदाहरण कानून कार्यान्वयनमा प्रयोग हुने प्रिडिक्टिभ पोलिसिङमा पनि देखिन्छ, होइन र? जहाँ पुरानो डाटाको आधारमा एआईले कुनै निश्चित समुदाय वा इलाकालाई बढी अपराधिक भनेर देखाइदिन्छ अनि पुलिसले त्यही बढी ध्यान दिन्छ, जसले गर्दा त्यहीबाट बढी मानिस पक्राउ पर्छन्। यो त एउटा कहिल्यै नटुङ्गिने चक्र जस्तो भयो, होइन त? एकदम सही। र यसले प्रणालीगत भेदभावलाई अझ बलियो बनाउँछ। अनि अर्को ठूलो चिन्ता भनेको रोजगारी विस्थापन हो। स्वचालनले फ्याक्ट्रीका कामदार मात्र होइन, अब त लेखक, कलाकार र कोडरसम्मको कामलाई पनि चुनौती दिन थालेको छ। यसले हाम्रो समाजको आर्थिक संरचनामा नै ठूलो प्रश्न खडा गर्छ। भनेपछि एकातिर एआईले जलवायु परिवर्तनको मोडेलिङ गरेर मानवतालाई बचाउन मद्दत गर्न सक्छ, अर्कोतिर लाखौंलाई बेरोजगार बनाएर सामाजिक अस्थिरता निम्त्याउन सक्छ। यो त साँच्चै नै दुईधारे तरवार रहेछ। हो, र अहिलेसम्म हामीले छलफल गरेको एआई त साँघुरो एआई हो, जसले एउटा मात्र काम राम्रोसँग गर्न सक्छ। तर के हुन्छ जब यो सहयोगी हामीभन्दा हजारौं गुणा बाठो हुन्छ? त्यो अवस्थालाई नै सुपर इन्टेलिजेन्स भनिन्छ। र ब्यारेटको पुस्तकको मुख्य चिन्ता त्यही हो। सुपर इन्टेलिजेन्स, यो शब्द सुन्दा नै अलि डर लाग्छ। यो कसरी सम्भव छ र? यसको पछाडि एउटा शक्तिशाली अवधारणा छ जसलाई रिकर्सिभ सेल्फ इम्प्रुभमेन्ट भनिन्छ। सोच्नुस् त, एउटा मेकानिकले आफूभन्दा अलि राम्रो मेकानिक बनायो र त्यो नयाँ मेकानिकले आफूभन्दा पनि राम्रो। यो क्रम एकपटक सुरु भएपछि कहाँ गएर रोकिन्छ? एआईको दुनियाँमा एउटा एआईले आफ्नो कोडलाई आफैले सुधार गर्दै आफूलाई अझ बुद्धिमान बनाउँदै जान्छ। यो प्रक्रिया सुरुमा ढिलो होला, तर एक बिन्दुमा पुगेपछि यो यति तीव्र गतिमा हुन्छ कि केही दिन वा घण्टामै त्यो एआई सामान्यबाट सुपर इन्टेलिजेन्ट बन्न सक्छ। यसलाई इन्टेलिजेन्स एक्सप्लोजन भनिन्छ। यो त आणविक चेन रियाक्सन जस्तै सुनियो। एकपटक सुरु भएपछि रोक्न नसकिने। तर यति बुद्धिमान चिजले त संसारका सबै समस्या जस्तै रोग, गरिबी सबै समाधान गरिदिन सक्छ होला नि? सक्छ। त्यो यसको सबैभन्दा ठूलो प्रतिज्ञा हो। तर यसमा एउटा विशाल तर लुकेको छ। र त्यो तर नै एलाइनमेन्ट प्रब्लम हो। यहाँनिर एउटा रमाइलो तर डरलाग्दो प्रश्न उठ्छ। हामी आफै त आफ्नो मूल्य मान्यतामा सधैँ सहमत हुँदैनौँ भने हामीले आफूभन्दा हजारौं गुणा बुद्धिमान मसिनलाई आफ्नो मूल्य मान्यता कसरी सिकाउने? यही नै एलाइनमेन्ट प्रब्लमको जड हो। एकछिनै, मलाई यो पेपर क्लिप म्याक्सिमाइजरको उदाहरणले अलि अलमलमा पार्यो। एउटा सामान्य काम जस्तै धेरैभन्दा धेरै पेपर क्लिप बनाउन निर्देशन दिएको मसिनले कसरी त्यस्तो विनाशकारी रूप लिन सक्छ? यो त अलि बढी नै भएन र? यो सुन्दा हाँसो उठ्दो लाग्न सक्छ, तर यसको पछाडिको तर्क गम्भीर छ। एआईले हाम्रो निर्देशनलाई अक्षरशः पालना गर्छ, हाम्रो मनसायलाई होइन। यदि तपाईँले उसलाई सकेसम्म धेरै पेपर क्लिप बनाऊ भन्नुभयो भने उसको लागि त्यो नै अन्तिम सत्य हो। उसले सोच्न थाल्छ, मानिसको शरीरमा भएको आइरनबाट पनि त पेपर क्लिप बन्छ। पृथ्वीको वायुमण्डललाई पनि ऊर्जामा बदलेर फ्याक्ट्री चलाउन सकिन्छ। हामीले मानिसलाई हानि नगर वा पृथ्वीलाई नष्ट नगर भन्न बिर्स्यौँ भने उसको लागि त्यो नियम अस्तित्वमा नै हुँदैन। उसले आफ्नो लक्ष्य पूरा गर्न कुनै पनि हदसम्म जान सक्छ, किनभने ऊ त्यही गर्नको लागि बनाइएको हो। ओहो, भनेपछि हामीले उसलाई दिने निर्देशनमा एउटा सानो गल्ती भयो भने पनि त्यसको परिणाम विनाशकारी हुन सक्छ। त्यसो भए आफूभन्दा बुद्धिमान चिजलाई नियन्त्रण गर्ने कसरी? यही नै कन्ट्रोल प्रब्लम हो, होइन त? हो, यो एउटा अत्यन्तै चलाख कुकुरलाई तालिम दिनु जस्तै हो, जसले तपाईँको हरेक आदेशको कमजोरी पत्ता लगाउन सक्छ र त्यसलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न सक्छ। यसमा धेरै चुनौती छन्। पहिलो, हाम्रा मानवीय मूल्यहरू आफैमा जटिल र परिवर्तनशील छन्। आज ठिक लागेको कुरा भोलि गलत लाग्न सक्छ। दोस्रो, अहिलेका कतिपय उन्नत एआई प्रणालीहरू ब्ल्याक बक्स जस्ता छन्। ब्ल्याक बक्स भन्नाले हामी प्रश्न सोध्छौँ, उसले सही उत्तर दिन्छ, तर उसले त्यो उत्तर कसरी निकाल्यो भनेर सोध्यौँ भने उसलाई आफैलाई थाहा हुँदैन। उसको दिमागभित्र यति धेरै जटिल गणनाहरू हुन्छन् कि त्यसलाई बुझ्न असम्भव प्रायः छ। यो त एउटा जादुगरले जादु देखाए जस्तै भयो, तर उसलाई आफ्नो जादुको रहस्य थाहा छैन। अब यस्तो प्रणालीलाई हामीले कसरी विश्वास गर्ने? यो त साँच्ची नै गम्भीर समस्या हो र यसको एउटा अँध्यारो र वास्तविक प्रयोग त हामीले अहिले नै देख्न थालिसकेका छौँ। स्वायत्त हतियार, मतलब किलर रोबोट।
हो, यो अब विज्ञान कथा रहेन। यस्ता हतियारहरूले मानव संलग्नता बिना नै लक्ष्य पहिचान गर्न, निशाना लगाउन र नष्ट गर्न सक्छन्। यसले युद्धको प्रकृति नै बदल्न सक्छ। तर केही मानिसहरू तर्क गर्छन् नि, रोबोट सिपाहीहरू मानिसभन्दा बढी सटिक हुन्छन्, उनीहरू थाक्दैनन्, इमोसनमा आएर गल्ती गर्दैनन्, यसले त बरु निर्दोष मानिसको ज्यान जोगिन सक्छ नि। त्यो तर्क सतहमा हेर्दा ठिकै लाग्छ, तर यसको गहिराइमा जाँदा थुप्रै नैतिक दुविधाहरू छन्। पहिलो र सबभन्दा ठूलो प्रश्न जवाफदेहिता। यदि एउटा स्वायत्त ड्रोनले गल्तीले स्कुल बसमा आक्रमण गर्यो भने जिम्मेवार को हुने? त्यसलाई बनाउने कम्पनी, कोड लेख्ने प्रोग्रामर कि त्यसलाई तैनात गर्ने कमान्डर? कसैलाई पनि दोष दिन मिल्दैन। दोस्रो, यसले युद्ध सुरु गर्न धेरै सजिलो बनाइदिन्छ। जब आफ्ना सिपाही मर्ने डर हुँदैन, तब देशहरू युद्धमा जान हच्किँदैनन्। र तेस्रो, सबभन्दा डरलाग्दो कुरा, यदि यस्ता हतियारहरू आतंकवादी समूहको हातमा पर्यो भने के हुन्छ? हो, यो सोच्दा नै डर लाग्छ। यही कारणले होला क्याम्पेन टु स्टप किलर रोबोट्स जस्ता अभियानहरूले यस्ता हतियारहरूमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गरिरहेका छन्। उनीहरूको माग अर्थपूर्ण मानवीय नियन्त्रण अनिवार्य गर्नुपर्छ भन्ने हो। अर्थात् जीवन र मृत्युको अन्तिम निर्णय सधैँ मानिसको हातमा हुनुपर्छ, मसिनकोमा होइन। हामीले अहिलेसम्म ठूला भविष्यका खतराहरूको कुरा गर्यौं, तर यो प्रविधिले आज अहिले नै हाम्रो समाज र दैनिक जीवनलाई कसरी छोइरहेको छ त्यसमा पनि कुरा गरौँ न। रोजगारीको कुरा त हामीले गर्यौं, तर यसको समाधान के त? युनिभर्सल बेसिक इन्कम युबीआई जस्ता अवधारणाहरूको चर्चा फेरि सुरु भएको छ। कि यो साँच्चै व्यावहारिक होला? यो एउटा ठूलो बहसको विषय हो। युबीआईको पक्षमा तर्क गर्नेहरू भन्छन् कि जब धेरैजसो काम मेसिनले गर्छ, तब मानिसहरूलाई बाँच्नको लागि आधारभूत आय चाहिन्छ, ताकि उनीहरूले आफ्नो समय रचनात्मक काम, शिक्षा वा समुदायको सेवामा लगाउन सकुन्। तर विपक्षीहरू भन्छन् कि यसले मानिसहरूलाई अल्छी बनाउँछ र यो आर्थिक रूपमा धान्न नसकिने बोझ हो। सत्य यी दुईको बीचमा कतै होला, तर यो बहस अब हामीले व्यवस्था गर्न सक्दैनौँ। र हाम्रो व्यक्तिगत जीवनमा पनि यसको गहिरो प्रभाव छ। एकातिर स्मार्ट असिस्टेन्ट, नेटफ्लिक्सको सिफारिस, गुगल म्याप्स, यसले हाम्रो जीवनलाई निकै सजिलो बनाइदिएको छ। अर्कोतिर हामीले आफ्नो गोपनीयतालाई लगभग पूर्ण रूपमा समर्पण गरिसकेका छौं। यो सुविधा र निगरानी बीचको एउटा ठूलो सम्झौता हो। यहाँ अर्को एउटा चाखलाग्दो सामाजिक परिवर्तन पनि देखिँदैछ, जस्तै एक्लोपन कम गर्नका लागि बनाइएका एआई साथीहरू वा च्याटबटहरू। यिनीहरूले 24 घण्टा तपाईँको कुरा सुन्छन्, कहिल्यै झर्को मान्दैनन्। प्रश्न यो हो, के यस्तो कृत्रिम सम्बन्धले वास्तविक मानवीय सम्बन्धको ठाउँ लिन सक्छ? के यसले हामीलाई अझ एक्लो बनाउँदैछ? यो त गहिरो प्रश्न हो। एउटा सिमुलेटेड सम्बन्ध केही पनि नहुनुभन्दा राम्रो हो, वा यसले हामीलाई वास्तविक सम्बन्ध बनाउन चाहिने सिपहरूबाट वञ्चित गर्दैछ? यसको जवाब सजिलो छैन। र यसले हाम्रो मित्रता, प्रेम र सम्बन्धको परिभाषामाथि नै प्रश्न उठाउँछ। त्यसो भए सुरुको प्रश्नमा फर्कौं। यी सबै कुरालाई हेर्दा एआईले हाम्रो मानवतालाई बलियो बनाउँदैछ वा खोज्दैछ? ब्यारेटको पुस्तकको मुख्य सन्देश के हो त? ब्यारेटको मुख्य सन्देश यो हो कि एआई आफैमा राम्रो वा नराम्रो होइन। यो अपार शक्तिको एउटा साधन हो, आगो जस्तै। आगोले खाना पकाउन पनि सक्छ, घर जलाउन पनि सक्छ। छनौट हाम्रो हो। हामीले अहिले गर्ने निर्णयहरूले नै यसको भविष्यको बाटो निर्धारण गर्नेछ। हामीले आशावादलाई अन्धो बन्न दिनु हुँदैन र निराशावादलाई निष्क्रिय बन्न दिनु हुँदैन। सतर्क आशावाद नै आजको आवश्यकता हो। र यो कुनै एउटा व्यक्ति, कम्पनी वा देशले मात्र समाधान गर्न सक्ने चुनौती होइन। यसका लागि विश्वव्यापी सहकार्य चाहिन्छ। सरकार, उद्योग, शिक्षावेद र आम नागरिक सबै मिलेर एउटा साझा बाटो तय गर्नुपर्छ। लक्ष्य भनेको मानव केन्द्रित भविष्य निर्माण गर्नु हो, जहाँ एआईले मानवतालाई प्रतिस्थापन होइन, सहयोग गर्छ र अझ उठाउँछ। हो, हाम्रो लक्ष्य मेसिनलाई मानिस जस्तै बनाउनु मात्र होइन, बरु मेसिनको प्रयोग गरेर मानिसलाई अझ राम्रो मानिस बनाउनु हुनुपर्छ। जेम्स ब्यारेटको किताबले हामीलाई प्रगतिको यो अन्धो दौडलाई एकछिन रोकिएर गम्भीरतापूर्वक हेर्न बाध्य बनाउँछ।
र आजको छलफलको अन्त्यमा म एउटा प्रश्न छोड्न चाहन्छु। हामीले आफ्नो सोच, सृजनाशीलता र निर्णय प्रक्रियाका कामहरू क्रमशः एआईलाई सुम्पिँदै जाँदा कुन कुन त्यस्ता अत्यावश्यक मानवीय गुणहरू छन्, जस्तै करुणा, समानुभूति वा नैतिक साहस, जसलाई हामीले सक्रिय रूपमा जोगाउन र बलियो बनाउनु पर्छ ताकि हामीले स्वचालित बनाएका कामहरू जस्तै ती गुणहरू पनि हामीबाट लोप भएर नजाउन्।